मान्छे सफल हुनको लागि अब लौरे मात्रै हुन त अब लौरे सबै कुरा हो, तर सबै कुरा पनि होइन क्या खासमा भन्यो भने। अरू धेरै अपर्च्युनिटिजहरू छ, अरू धेरै चान्सेसहरू छ, अरू धेरै बाटाहरू छन्। जस्तो म इन्टेक 2009 देखि 10, 11, 12सम्म लगातार 8, 9, 10, 11, 12 चारवटा इन्टेक लगातार देखा हो। अब त्यति बेला भर्ती भएको भइहाल्थे, अब कुनै न कुनै ठाउँमा हुन्थे, राम्रै हुन्थ्यो भन्ने हुन्छ। तर अहिले भर्ती भएन र पनि मान्छेहरूले चिनिरहेछ, त्यो फलाना हो है, राम्रो गरिरहेछ है भने एक खालके छ नि त। भोलि पल्टनमा गएको भए चिन्दैन थियो होला कसैले। त्यही भएर सबै चिजको एउटा पाटो हुन्छ। भाग्यमा जे लेखेछ त्यो भएर नै छोड्छ केटा हो। मान्छेले भन्दाखेरि ओहो यकिन त यस्तो छ, यस्तो ट्यालेन्ट छ, हेर्दाखेरि राम्रो छ, भर्ती भएको भएदेखि गहाने होइन। फेरि मान्छेले भनेको कुरा मैले भने, भर्ती भएको भए त कस्तो राम्रो, भर्ती देखाएन तिमीले भन्छ। मान्छेलाई के थाहा आफ्नो पीडा होइन। सबै कुरा भएर पनि मैले भन्छु नि, त्यही भएर डक्टर हुन सजिलो छ, पढ्दै जाऊ, सबै कुरामा गर्दै जाऊ, भर्ती भइन्छ। पाइलट हुन सजिलो छ होइन, तिमी जाऊ त्यहाँ अब नेभिगेसनदेखि लिएर अरू कुराहरू सबै पढ, पाइलट भइन्छ, ट्रेनिङ्सहरू गर, पाइलट भइन्छ। तर भर्ती हुन